यो चाहिँ खजुरको बोटाइ खजुर ल्याउने धनी चाहिँ उही हो। कहाँबाट लिएको भनेर भन्नु त लु। साउदी अरेबिया 7 वर्ष बसेर। कति वर्षमा फल्छ यो? 10 वर्षमा भनाइ छ। 10 वर्षमा फले फल्छ, फले फल्दैन। यो चाहिँ हाम्रो बिरुवा अनि म चाहिँ ढिलो भयो क्या घुम्दा खाँदा गर्दै, त्यही भएर अहिले बनाउँदैछ आफ्नो प्लान्ट। यो तपाईँ प्लान्टबाटै हामीले खाना पाउँछौँ। यति नै हो मेरो भ्लग। अब चाहिँ बाबाको टर्न। यसलाई कतिचोटि सार्नुपर्छ? जति छिटो सारो त्यति छिटो फल्ने हो। लु छोरीको टर्न। एकचोटि दुईचोटि भइसक्यो। तपाईँ हट्नु साइडदेखि। यहाँ चाहिँ तपाईँ यहीँ आउनु न अगाडि। हामी यो बिरुवालाई चाहिँ अति राम्रो देखियो अनि हामी चाहिँ यसलाई अब चारै वरिपरि हामी लाउने हो यो फुललाई। अनि फुल हैन मतलब प्लान्ट। यसलाई के भन्छ? यसलाई खजुरको बोट। खजुरको बोट। अनि यो चाहिँ खजुरको बोट हो। इङ्ग्लिसमा के भन्छ खजुरलाई त? हामीले मजाले रोपेको हो अनि त्यसपछि यताउति सबै लाउने हो अथवा आँगनतिर। अनि यो प्लानहरूलाई चाहिँ तपाईँलाई पनि मन पर्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला। अनि बाबाको फलोवर अथवा मम्मीको अथवा मेरो सबैजनाको घरमा